यसको बेहोरा खत्तम छ क्या, जहिले यस्तै गर्छ। अस्तिको होलीमा मसँग कलर मागेर मलाई नै दल्नुलाई खेदाइरहेको थियो। अनि तिमी चाहिँ किन भागेको त? तिमीले पनि दल दिनु पर्दैन उसलाई। कसरी दल्दिनु हौ, टोलको सबै बच्चा बच्चीहरू लिएर आएको थियो। मलाई त होलीमा कलरै किन्नु पर्दैन, अरूलाई मागेरै 2 दिन प्याकेट हुन्छ मेरो त। कस्तो मगन्ते क्या तिमी त, आफै किन्न सक्दैनौ? 20 रुपैयाँ त पर्छ नि। 20 रुपियाँको कलर किनेर के फाइदा, त्यसको त बरु चुइकम पो चपाउँछु। जब 20 रुपैयाँ खर्च गर्नु पनि के साह्रो लोभ गरेको के? यस्तो मान्छे किन होली खेल्नु? अच्छा त्यसो भए तिमी देऊ न त मलाई 20 रुपियाँ, तिमी त लोभी छैन होला नि त। मसँग अहिले छैन, नत्र 20 रुपैयाँ होइन तिमीलाई म 100 रुपैयाँ नै दिन्थे। चल छुट्टी। त्यसो भए त मसँग पनि अहिले छैन, नत्र 100 रुपियाँ होइन तिमीलाई म 100 लाख रुपियाँ नै दिन्थे। ओइ गप्टे ह्यान्ड्स अप। आज हो होली, अब तैले खान्छस् गोली। आगो बाल्नु मन छ तर छैन मसँग सलाई, प्लिज गोली नहान, माफ गर्दे मलाई। मैले व्हाइट बोर्डमा लेखेको कुरा तैले किन मेटिस? मैले व्हाइट बोर्डमा लेखेको कुरा तैले किन मेटिस? ओइ तैले चाहिँ यो गन कहाँ भेटिस? जोसँग छ हतियार त्यही दुनियाँमा छाउँछ। जोसँग छ हतियार त्यही दुनियाँमा छाउँछ। यस्तो फाटफुटे शायरी हान्न त मलाई पनि आउँछ। म हुँ शायरीको राजा, 1 सेकेन्डमा बनाउँछु शायरी। म हुँ शायरीको राजा, 1 सेकेन्डमा बनाउँछु शायरी। त्यसपछि के पो थियो? कोही कहाँ गयो मेरो डायरी? अबे साले। तेरो डायरी मसँग छ, चाहिन्छ भने बन्दुक मलाई दे। अच्छा तेरो डायरी मसँग छ, चाहिन्छ भने बन्दुक मलाई दे। 2 कौडीको शायरी छ यो डायरीमा, यो डायरी जलाइदे। होली पनि सक्यो गाइज, अब यहाँ बसेर छैन काम। होली पनि सक्यो गाइज, अब यहाँ बसेर छैन काम। धेरै ढिलो भइसक्यो, अब सबैजना आफ्नो घर जाम।